हेलो नमस्ते सबैजनालाई मेरो अर्को भिडियोमा हजुरहरूलाई स्वागत छ। आज म प्राणायामको बारेमा भन्न गइरहेको छु। प्राणायाम भनेको चाहिँ एउटा ब्रिदिङ एक्सर्साइज नै हो। यो पनि प्रेग्नेन्सीमा एकदमै हेल्पफुल हो। यो फर्स्ट नम्बरमा हामी पर्छ। अनि योगाहरूमा प्राणायाम ब्रिदिङ बिना त योगा गर्नु बेनिफिसियल हुँदैन। यो ब्रिदिङ गरेर याद गर्नु भनेको चाहिँ कन्सियसनेस ल्याउनु के आफूले गर्दाखेरि कहाँनिर के फिल भइरहेछ, बडीहरू कता पम्पको कता खुम्चेको त्यस्तो फिल गर्नलाई नै ब्रिदिङ सँगसँगै गर्नुपर्ने हुन्छ। एभ्री योगा प्रोसेसमा ब्रिदिङ याद गर्नुपर्ने हुन्छ। अनि प्राणायाम छुट्टै खालको हुन्छ। यसले त्यसको धेरै फाइदाहरू छ। पहिला म गर्न सिकाउँछु हजुरहरूलाई। त्यसको लागि हामी अलिक बसेर बस्नुपर्ने हुन्छ कि यदि प्रेग्नेन्सीको टाइममा अलि यसरी बस्न यो पोजिसनमा बस्न धेरैजना मान्छेहरूलाई गाह्रो हुने हुन्छ। त्यो गाह्रो हुन्छ भने तल पछाडि हामीले चकटी राखेर बस्न पनि सकिन्छ। अनि त्यसपछि हाम्रो यो सोल्डर हुन्छ त्यसलाई यसरी खुम्चाएर राख्न मिलेन। हामीले यसरी रोटेट गरेर स्ट्रेट सोल्डर हुनु पऱ्यो। हामीलाई यो दुईवटा फिङ्गरलाई यसरी गरेर यसरी राख्नुपर्ने हुन्छ। अनि आइजलाई क्लोज गर्ने। एभ्री इनहेल गर्दाखेरि हाम्रो हेडलाई चाहिँ यसरी राख्नु हुन्छ। हामी गरेर देखाउँछौँ। अनि हामीले जब ब्रिथ इन गर्दाखेरि हाम्रो चेस्ट चाहिँ एकदमै फुल्लेको जस्तो हुने हुन्छ भने हामीले जब सासलाई फाल्दाखेरि यो ठ्याक्क बसे जस्तो फिल हुन्छ। अनि हाम्रो पेट पनि त्यस्तै हुन्छ। त्यो कुराहरूलाई कन्सियसनेस ल्याउने आफ्नो बडीले कसरी बडी के भइरहेछ आफूले गर्दाखेरि फोकस यतै हुनुपर्छ। हामीले अनेक बाहिरतिरको सबै कुरालाई छोड्नुपर्ने हुन्छ। यसरी गर्ने हुन्छ। हामीले यस्तो गर्दाखेरि चाहिँ हाम्रो जुन लङमा ब्लकेजहरू भएको हुन्छ हामीलाई लङको हेल्थको लागि राम्रो हुन्छ। लङ भनेको फोक्सोको हेल्थको लागि। अनि त्यसपछि हाम्रो हाम्रो मुडहरू स्विङ भइरहेको हुन्छ। हाम्रो कस्तो हाम्रो यो मुडहरू स्विङ हुने त्यसलाई पनि कन्ट्रोल गर्न सकिन्छ। अनि यसले हाम्रो स्लिपिङ क्वालिटीलाई पनि राम्रो हुन्छ। अनि यसले हाम्रो स्ट्रेस एन्जाइटीहरूलाई पनि कन्ट्रोलमा ल्याउनुलाई हामीले ब्रिदिङ नै गर्नुपर्ने हुन्छ। अनि अर्को यसले के गर्छ भने हाम्रो प्रेग्नेन्सीमा चाहिँ स्पेसली हामीलाई पेन भएको बेला हामीले ब्रिदिङ गरिरहेछौँ भने हामीले ब्रिदिङ गऱ्यौँ पेन भइरहेको ब्रिदिङ गऱ्यौँ भने हामीलाई अलिकति भए नि राम्रो अलि इजी फिल हुने हुन्छ। कन्ट्रोल गर्नलाई नै चाहिँ प्राणायाम गर्न सकिन्छ। होल्ड पनि गर्दै गइसकेपछि बढ्दै हुन्छ। अनि आफ्नो कन्ट्रोलमा गर्ने अनि त्यहाँदेखि एकछिन कन्ट्रोल गरेर फेरि एक्सेल गर्ने भने आफ्नो ब्रिदिङ त हाम्रो कन्ट्रोलमा हुँदैन। एभ्रिडे लाइफमा चाहिँ हामी सास लिइरहेको हुन्छौँ, फालिरहेको हुन्छौँ। आफ्नो मुटुले कति पम्प गरेर हुन्छ थाहा नै हुँदैन। अन्त यस्तो गर्दा गर्दै आफ्नो कन्ट्रोलमा ल्यायो भने हामी आफ्नो लाइफमा कन्सियस भएर अनि प्रेजेन्ट टाइममा बस्न सक्छौँ। यति नै हो।